एकदम ठुलो एरिया छ है ल है, हेर्नुहोस् है एकदम ठुलो एरिया छ। अब हामी अझै उतातिर उको लागि त्यहाँ हेर्नलाई जाँदैछौँ। कस्तो छ म तपाईँहरूलाई देखाउँछु है त। ठिक छ, माथिबाट हामी बुलबुल बुवाई भनेर ऊ त्यो माथि बसेर नि धोती लगाएको त्यसै गरी भन्नुपर्छ। खानापिना सबै यहीँ हुन्छ। म चाहिँ नारायणथानको कृष्ण मन्दिरमा आइपुगेको छु। सधैँ जस्तै आज पनि दाइ र म घुम्न आउने क्रममा चाहिँ आज दाइले चाहिँ यहाँ नारायणथानको कृष्ण मन्दिरमा यस्तो धार्मिकमा लाग्यो मान्छे बिहा गरेर उ गरेर सारा चिन्छन् क्या आनन्द क्या यहाँ। वृन्दावन, कलकत्ता, बम्बई, अमेरिका जहाँ पनि घुमाउँछ क्या यिनीहरूले। आज दाइ र म चाहिँ ठ्याक्कै नारायणथानको कृष्ण मन्दिरमा घुम्न लागेको छौँ। अब कस्तो छ हामी हेर्दै जान्छौँ ल, तपाईँहरूलाई पनि सबै देखाउँछु म। त्यहाँ पर भित्र चाहिँ जानु नपाइने रहेछ, त्यो भएकोले गर्दाखेरि मैले बाहिरबाट भिडियो बनाएको छु। एकदम राम्रो छ, शान्त एकदम सफा छ। त्यहाँ चाहिँ सबै कृष्ण प्रणामीहरूले चाहिँ बिहान एकदमै ध्यान गरेर बस्नु हुँदो रहेछ। त्यो भएर ध्यानलाई असर पर्छ भनेर उहाँहरूले भित्र जानु दिनुहुँदो रहेछ। र सबैजना एकदमै ध्यान गरिराख्नु भएको छ। हामीले पनि बाहिर हामी चाहिँ घुमिरहेको छौँ। मलाई त गजब लाग्यो है। अनि हामी सुत्ने हाम्रो रुम एकवटा रुम हुन्छ होइन, अनि त्यो रुममा डबल खाट हुन्छ, तल दुईजना माथि दुईजना डबल स्टारको खाट। अनि खाना चाहिँ आर्मी उसले अनि चट्टा चट्टा एउटा रुम दिइहाल्थ्यो क्या सबलाई। कसैले केही चलाउनु पाउँदैन। ल एकदम राम्रो छ, सरसफाइ एकदमै हो। यस्तो चाहिँ हुनुपर्छ मन्दिरहरू भनेको चाहिँ, एउटा चाहिँ आस्थाको केन्द्रहरू भनेको चाहिँ अलिकति एकदम सरसफाइ एकदम शान्त, यो भयो भने छुट्टै एउटा एक प्रकारको आनन्द आउँछ क्या। गोवर्धन पर्वत उठाएको हेर्नु त, त्यहाँ पनि जाने यता उठ्यो। यो मेन हो नि त गोवर्धनको पानी जनताहरूलाई होइन। हजुर भित्र चाहिँ जुत्ता चप्पल लानु पाइँदैन रहेछ। गोवर्धन पर्व प्रवेशमा चाहिँ गोवर्धन
प्रवेशमा चाहिँ जुत्ता चप्पल लानु पाइँदैन रहेछ है। वृन्दावनको यहाँनिर जुत्ता खोलेर जानुपर्ने रहेछ। गिरिराज गोवर्धन पर्वतको प्रतिमा। गोवर्धन पर्वत उठाउनु भएको गोवर्धन ए कृष्ण भगवानले उठाउनु भएको। इन्द्र महाराजले 7 दिन 7 रात पानी पार्नु भयो। ए हजुर। अनि अब उहाँसँग बोलेर बोल्नु भन्दा अब आफ्नो भक्तलाई यसरी बचाउँछु भने उहाँले त्यसरी उठाएर उहाँलाई ए शक्ति देखाउनु भएको ए भगवानको श्री कृष्णले शक्ति देखाउनु भएको। देखाउनु भएको। अनि इन्द्र महाराज हार खाएर हजुर। आफै सेवामा आएर शरण दिन आउनुभयो। ए गल्ती गरेपछि मलाई माफ गर्नु भन्यो। त्यो भएकोले गोवर्धन पर्वत यहाँ उठाउनु भएको। वृन्दावनमा ठुलो हुन्छ होइन। हजुर हजुर। अनि फेरि कस्तो सरक परेर अनि दिनौँ तिलको दाना जति घट्दै जाओस् भने ठुलो अल्पुर हुनुहुन्छ, अहिले यति हुनुहुन्छ क्या, घट्दै घट्दै गएर ए त्यो सरक पऱ्यो। तिलको दाना जति घट्दै जाओस् भने कति वर्ष भयो घट्दै घट्दै अरू वर्ष भन्नुहुन्छ। ए त्यस्तो है। इन्द्र महाराजको पूजा गर्ने बेलामा कृष्ण भगवानले वासुदेव उहाँको बाबालाई पूजा गर्नु दिनु भएन। हजुर हजुर। अनि रिसाएर अनि त्यसरी अनि तमासा देखाइदिनु भएको उहाँले। ए स्वर्गको राजा हो भयो होइन। हजुर हजुर। उहाँले तमासा देखाल्नु त भन्दा म के को भने कृष्ण देखाइदिनु। हजुर हजुर। धेरै धेरै धन्यवाद हजुरले जानकारी दिनुभयो। चिउरी पनि फुल्न थालेछ। हो उनीहरूलाई चाहिँ नि पहिला ल हामी चाहिँ कृष्ण मन्दिर एकचोटि परिक्रमा गरेर आइसक्यौँ दाइरामा। अब हामी यतातिर जाने कार्यक्रम छ। यो चाहिँ एकदम राम्रो छ। यहाँ चाहिँ एकदम सरसफाइदेखि लिएर एकदम आइराखौँ जस्तो ठाउँ छ, शान्त। यो ठाउँ चाहिँ ठ्याक्कै कहाँनिर पर्छ दाइ? बुढा नीलकण्ठको कृष्ण मन्दिर। बुढा नीलकण्ठको कृष्ण मन्दिर चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ। तपाईँहरू पनि एकचोटि आउनु होला, कस्तो लाग्छ तपाईँहरूलाई पनि एकचोटि प्रतिक्रिया जनाउनु होला।